आज म सिकाउने छु कि आफ्नो कुनै पनि फोटोको ब्याकग्राउन्ड वन क्लिकमा रिमुभ कसरी गर्ने भनेर। यदि सिक्न चाहनुहुन्छ भने हाम्रो यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोस्। अब लागौं मोबाइलको स्क्रिनतर्फ। साथीहरु, आज म तपाईहरुलाई सिकाउने छु कि कुनै पनि फोटोको ब्याकग्राउन्ड कसरी रिमुभ गर्ने भनेर। त्यसको लागि तपाईले आफ्नो मोबाइलमा रहेको क्रोम ब्राउजरलाई ओपन गर्नुहोस्। क्रोम ब्राउजर ओपन गरिसकेपछि सर्च बारमा तपाईले ब्याकग्राउन्ड रिमुभर भनेर सर्च गर्नुहोस्। देख्न सक्नुहुन्छ मेरो टपमा आइसकेको छ। यसमा क्लिक गर्नुहोस् र रिमुभ ब्याकग्राउन्ड भनेर एउटा वेबसाइट आउँछ, यसमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरिसकेपछि तपाईको मोबाइलमा यस्तो इन्टरफेस ओपन हुन्छ। अब तपाईले अपलोड इमेजमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरिसकेपछि डाइरेक्ट तपाईले आफ्नो ग्यालरीमा आउनुहुन्छ र कुनै पनि एउटा फोटोलाई सिलेक्ट गर्नुहोस्। सिलेक्ट गरेर डाउन गर्नुहोस्। डाउन गरिसकेपछि तपाईले एकैछिनमा तपाईको फोटोको ब्याकग्राउन्ड रिमुभ भएर आउँछ। साथीहरु, यो वेबसाइटबाट तपाईले जति पनि फोटोको ब्याकग्राउन्ड रिमुभ गर्न सक्नुहुन्छ। देख्न सक्नुहुन्छ साथीहरु, तपाईले अब डाइरेक्ट आफ्नो ग्यालरीमा सेभ गर्न सक्नुहुन्छ। त्यसको लागि साइडमा रहेको डाउनलोडमा क्लिक गर्नुहोस्। डाउनलोडमा क्लिक गरिसकेपछि फ्रीमा क्लिक गर्नुहोस्। फ्रीमा क्लिक गरिसकेपछि देख्न सक्नुहुन्छ डाउनलोडमा क्लिक गर्नुहोस्। अब तपाईको फोटो डाइरेक्ट तपाईको ग्यालरीमा सेभ भइसकेको हुन्छ। अब डाइरेक्ट ब्याक आउनुहोस् र आफ्नो मोबाइलमा रहेको ग्यालरीलाई ओपन गर्नुहोस्। ग्यालरी ओपन गरिसकेपछि देख्न सक्नुहुन्छ तपाईको फोटोको ब्याकग्राउन्ड रिमुभ भइसकेको छ। हो, यो तरिकाले तपाईले आफ्नो मोबाइलमा रहेको कुनै पनि फोटोको ब्याकग्राउन्डलाई रिमुभ गर्न सक्नुहुन्छ। आशा गर्दछु यो भिडियो हेरेर तपाईले आफ्नो फोटोको ब्याकग्राउन्ड रिमुभ गर्न सक्नुभयो होला। यो भिडियो पहिलोचोटि हेर्दै हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला र साथीहरुमाझ शेयर गरिदिनु होला। थ्यांक्स फर वाचिङ दिस भिडियो।